विराटनगर स्थित कोइराला निवास हो, जहाँ चाहिँ नि नेपालको राजनीतिक इतिहासको ऐतिहासिक धरोहरको रूपमा लिन्छ भने कृष्णप्रसाद कोइरालाले बनाउनु भएको कोइराला निवास। यो घरमा जन्मिएका तीनैजना मातृका प्रसाद कोइराला, विश्वेश्वर प्रसाद कोइराला र गिरिजाप्रसाद कोइराला तीनैजना प्रधानमन्त्री बन्नुभएको थियो र देशको राजनीतिमा निकै ठुलो योगदान पुर्याउनु भएका कोइराला परिवारहरू यहाँ आउने, बस्ने र केही राजनीतिक कुराहरू गर्नु पर्दाखेरि देशमा ठुला निर्णय गर्दाखेरि यहाँ आएर गर्ने चलन छ। र गिरिजाप्रसाद कोइराला विराटनगर आइसकेपछि उहाँले यबाट केही मन्तव्य राखिसकेपछि देशका राजनीति नै हलचल हुने गर्थ्यो र अहिले पछिल्लो समय डाक्टर शेखर कोइराला पनि विराटनगर आउने बेलामा यहाँ बस्ने र यहाँबाट केही राजनीतिक सन्देश दिने गर्नुहुन्छ। र अस्ति 23 र 24 गतिको जेनजी आन्दोलन क्रममा यो आगलागी भएर तोडफोड भएर यो अवस्थामा पुगेको छ र यसलाई फेरि पनि पुनर्निर्माण गरेर नेपाली काङ्ग्रेस र समग्र लोकतन्त्रको इतिहासलाई जस्ताको तस्तै राख्ने प्रयास गर्ने भनेर विभिन्न तहबाट निर्णय भएको छ। पक्कै पनि यो फेरि एउटा इतिहासको धरोहर ठडिने छ र यसले नेपालको प्रजातन्त्रमा पुर्याएको योगदानको इतिहास युगौँसम्म जीवन्त रहने कुरा पक्कै विश्वास गर्न सकिन्छ। यसको ऐतिहासिक धरोहर जसले राणा शासनको अन्धकारबाट, जहाँनिर राणा शासनबाट नेपाललाई प्रजातन्त्रको उज्यालो दिन योगदान पुर्याउने सपुतहरू जन्माएको यो घर नेपालको लोकतन्त्रको इतिहासमा ऐतिहासिक धरोहर मानिन्छ र यसले विशेष महत्त्व राख्दछ नेपाली राजनीतिमा। र यो भदौ 23 गते 2082 भदौ 23 र 24 गते भएको जेनजी आन्दोलन क्रममा केही तोडफोड आगजनी भइसकेपछि अहिले यो अवस्थामा रहेको छ र यो बिल्डिङमा रङरोगन गरिँदैछ। यो चाहिँ यो अवस्थामा छ र यसलाई रङरोगन पुनर्निर्माण गरेर सामान्य बस्न मिल्ने जस्तो बनिरहेको छ। गाई पाल्ने गोठदेखि लिएर यहाँसम्म निकै ठुलो कम्पाउन्डमा फैलिएको यो कोइराला निवास साधारण तर आकर्षक र निकै महत्त्वपूर्ण ऐतिहासिक धरोहरको रूपमा चाहिँ रहेको छ। यो नेपाली प्रजातान्त्रिक आन्दोलनमा निकै ठुलो योगदान पुर्याउन यस घरमा जन्मिएका सपुतहरू, खास गरेर नेपाली काङ्ग्रेसका सिद्धान्तकै प्रतिपादक नेपाली काङ्ग्रेसका जननी स्वर्गीय विश्वेश्वर प्रसाद कोइराला, मातृका प्रसाद कोइराला र गिरिजाप्रसाद कोइराला तीनैजना कृष्णप्रसाद कोइरालाका सपुत हुनुहुन्छ र जो यो देश नेपालको प्रधानमन्त्री भएर विभिन्न कालखण्डमा पहिलो निर्वाचित प्रधानमन्त्रीको रूपमा विश्वेश्वर प्रसाद कोइरालाले योगदान गर्नुभयो। मातृका प्रसाद कोइराला पनि प्रधानमन्त्री बन्नुभयो र गिरिजाप्रसाद कोइराला पछि लोकतान्त्रिक आन्दोलनमा 240 वर्षीय शाहवंशीय राजतन्त्र अन्त्य गर्ने र नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालमा पुर्याउने भूमिकामा नायकत्व निर्वाह गर्नुभएका जेनजी आन्दोलनको क्रममा यो पुरानो ऐतिहासिक गाडी पनि जलाइएको छ र अहिले यो यस्तो अवस्थामा रहेको छ, भग्नावशेषको रूपमा पर्ने। एउटा फराकिलो एरियामा राम्रो हरियालीसहित वासस्थान त्यत्तिकै रमाइलो छ भने यसरी कम्पाउन्ड गरिएको अगाडि पछाडि खुला रहेको ठाउँ अहिले ऐतिहासिक धरोहर चाहिँ पुरै भग्नावशेषको रूपमा परिणत भएको हामी देख्न सक्छौँ। र यो खास गरेर नेपालको लोकतान्त्रिक प्रजातान्त्रिक आन्दोलन र लोकतान्त्रिक आन्दोलनमा ऐतिहासिक भूमिका निर्वाह गरेको यो स्थलको संरक्षण भएर युगौँसम्म नेपालीहरूले यो लोकतन्त्र प्रजातन्त्रको उद्गम स्थलको रूपमा हेर्न, अध्ययन, अनुसन्धान गर्न र जुगौँसम्म रहनुपर्छ भन्ने हाम्रो मान्यता छ। लिए मैले सबै यो निकै चर्चित उल्लेखित ठाउँ र मोरङ विराटनगरका जो कोही पनि अथवा समग्र नेपालमा प्रजातन्त्र भनेर जति पनि सन्दर्भ आउँछ, प्रजातान्त्रिक इतिहास, प्रजातन्त्र स्थापना गर्ने सन्दर्भमा कोइराला फ्यामिलीको योगदान उच्च छ र स्वर्गीय कृष्णप्रसाद कोइरालाका तीनैजना सुपुतहरू विश्वेश्वर प्रसाद कोइराला, मातृका प्रसाद कोइराला, गिरिजाप्रसाद कोइरालाले प्रधानमन्त्री भएर देशको राजनीतिक बागडोर मात्रै सम्हाल्नु भएको छैन, ऐतिहासिक निर्णय गर्नुभएको छ र खास गरेर नेपाली काङ्ग्रेसका सिद्धान्तका प्रतिपादक स्वर्गीय विश्वेश्वर प्रसाद कोइराला पनि
यहीबाट जन्मेर हुर्केर यो देशमा राणा शासनको अन्त्य गर्दै प्रजातन्त्र स्थापना गर्ने 2007 सालमा पहिलोपटक 2015 सालमा जननिर्वाचित प्रधानमन्त्री बन्नुभएको थियो। त्यस्तै यो देशलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा लैजाने र राजा फालेर जनताको छोरो राष्ट्रपति बन्ने व्यवस्थाको नेतृत्व स्वर्गीय गिरिजाप्रसाद कोइरालाले गर्नुभयो र त्यस अर्थमा पनि यो कोइराला निवास त्यत्तिकै महत्त्वपूर्ण र ऐतिहासिक धरोहरको रूपमा लिइन्छ र जस कोइरालाको सूत्राधारबाट नै देश प्रजातन्त्र, लोकतन्त्र र सङ्घीय गणतन्त्रसम्म आइपुगेको छ र देश निरन्तर अगाडि बढ्ने क्रम छ। त्यस अर्थमा यो कोइराला निवास अत्यन्त महत्त्वपूर्ण र आम चासो र सरकारको विषय छ र धेरै जसोलाई कस्तो होला कोइराला निवास, के होला कस्तो होला, जो देख्नु भएको छैन, चाहना भरमा आउनु भएको छैन, उहाँहरूको लागि चाहिँ नि यो दृश्यबाट पनि यस्तो रहेछ भनेर हेर्न पाइन्छ भन्ने सन्दर्भले मैले यो दृश्य छायाङ्कन गरेको छु। हस्, धन्यवाद।